म दुखीलाई नि दिउँसो मन्दल के खान मन लाग्छ त्यही खानुपर्छ साथीहरू। के गर्ने, खाजा त खानै पर्यो। त्यसपछि मैले लट्या साग फटाफट घाम नि नभनिकन टिपेर ल्याएर लट्या साग पखालेँ। त्यसपछि त मैले कराईमा पानी बसालेर मर मसलाहरू पुरै भाडा फुटुक गरेर पुरै हालिसकेर यत्तिको चलाएपछि त त्यसपछि मैले यत्तिको पाक्न लाएपछि त मैले साग त हाल्नै पर्यो। साग हालेर फेरि यत्तिको चलाएपछि त फेरि भल्टाभुल्टुक पकाएपछि त फेरि सासु आमालाई मैले चाउचाउ दिएँ। त्यसपछि मैले पनि फेरि गम त्यही तातो चाउचाउ गम खान लाएँ साथीहरू। तातो भएर छिटो क्या यस्तरी धेरै खाना त मैले त नसक्ने क्या तातो भएर। त्यसपछि त सागसित त झन् मैले गममा खान लाएँ। त्यसपछि त हेर्नु न काँक्रो पनि खानै पर्यो सितालोमा यस्तो घाममा। त्यसपछि त मैले फेरि साग र चाउचाउ सबजनाले फेरि मलाई यतिखेर बेला यस्तो टिकटक किन हालेको उस्तो टिकटक किन हालेको भन्नुहुन्छ क्या। मेरो मर्जी, मैले जस्तो टिकटक हालेँ नि कसैले पनि नभनिदिनु होला यस्तो टिकटक किन हालेको उस्तो टिकटक किन हालेको भनेर। मेरो इच्छा, मैले अब हाल्न मन लाग्यो हाल्छु, हाल्न मन लाग्यो हाल्दिनँ। यस्तो खाना खाएको किन हाल्नुपर्छ र अरू हाले हुन्छ भनेर सबजनाले भन्नुहुन्छ क्या। मेरो इच्छा हो, मैले हाल्न मन लाग्यो हाल्छु। हजुरहरूले पनि धेरै जसो हाँसेको भिडियो नपठाउनु होला, हाँसेकै पठाउनु भएको छ धेरै जसो स्टिकर। मैले सबलाई मैले रुन मन लागेको बेला नि रोको भिडियोमा नि हाँसेकै पठाउनुहुन्छ, राम्रो भिडियोमा नि हाँसेकै पठाउनुहुन्छ। हजुरलाई कमेन्ट गर्नु मन लाग्छ भने राम्रो कमेन्ट गर्नु होला। यो हाँसेको त कति नपठाउनु होला, मलाई मनै पर्दैन यो हाँसेको स्टिकर पठाउनुलाई त। म त सिधै बलग हो साथीहरू। अलि विचार पुऱ्याएर कमेन्ट गर्नु होला। यति भन्दै बाई बाई साथीहरू। म त